कीर्तिपुर वन अस्पताललाई राष्ट्रिय प्रशिक्षण केन्द्र बनाएर देशभरका स्वास्थ्य कर्मीलाई त्यहाँ प्रशिक्षण गराउन सकिन्छ। कीर्तिपुर इज द पायोनियर हस्पिटल इन नेपाल। अकस्मात सम्माननीय प्रधानमन्त्री सदनमा देखा पर्नुभयो, हार्दिक स्वागत गर्न चाहन्छु, खुसी लाग्यो। तर विडम्बना के भने सभामुख महोदय, प्रतिसभा नियमावली नियम 20 को खण्ड 6 मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने भन्ने स्पष्ट व्यवस्था गरेको छ सभामुख महोदय। तर विडम्बना, माननीय खुशबु ओली बोल्दै हुनुहुन्थ्यो, सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका माननीय सभापति रवि लामिछानेज्यू त्यो नियमको उल्लङ्घन गरेर हिँड्नु भएकोले म एकदम यसमा नियमापत्ति गर्दै सम्माननीय सभामुखज्यूको ध्यान आकर्षण गर्न चाहन्छु र रुलिङको माग गर्दछु। धन्यवाद। कीर्तिपुर वन अस्पताललाई राष्ट्रिय प्रशिक्षण केन्द्र बनाएर देशभरका स्वास्थ्य कर्मीलाई त्यहाँ प्रशिक्षण गराउन सकिन्छ। कीर्तिपुर इज द पायोनियर हस्पिटल इन नेपाल। अकस्मात सम्माननीय प्रधानमन्त्री सदनमा देखा पर्नुभयो, हार्दिक स्वागत गर्न चाहन्छु, खुसी लाग्यो। तर विडम्बना के भने सभामुख महोदय, प्रतिसभा नियमावली नियम 20 को खण्ड 6 मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने भन्ने स्पष्ट व्यवस्था गरेको छ सभामुख महोदय। तर विडम्बना, माननीय खुशबु ओली बोल्दै हुनुहुन्थ्यो, सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका माननीय सभापति रवि लामिछानेज्यू त्यो नियमको उल्लङ्घन गरेर हिँड्नु भएकोले म एकदम यसमा नियमापत्ति गर्दै सम्माननीय सभामुखज्यूको ध्यान आकर्षण गर्न चाहन्छु र रुलिङको माग गर्दछु। धन्यवाद।